तपाईहरूलाई थाहा नै छ अहिले गौरीको बच्चा खेर गएको छ। उक्त गौरीको बच्चा खेर गएपछि चाहिँ यता जुठे चाउरे गौरीको त्यस्तो दुःख पीडा हुँदा पनि यता जिमलले भने अर्को ठुलो षड्यन्त्र चलेका छन् गौरी र धर्मेलाई एक हुन नदिनको निम्ति। आफ्नो बच्चा खेर गएपछि म आफै आफ्नो बच्चालाई लगेर श्रद्धाञ्जली गर्छु भन्दै गौरी जुठे चाउरे सबैजना रुँदै चाहिँ यता धर्मेको घरमा पुगेका हुन्छन्। अनि त्यहाँबाट गौरीले धर्मेलाई हिँड भन्दै लिएर जान्छन् र आफ्नो खेर गएको बच्चाको अन्त्येष्टि गर्दै त्यहाँ गौरी र चाउरेहरू चाहिँ पागल जस्तै भएर रोएका हुन्छन्। यता जुठे सिरियलको अन्तिममा चाहिँ त्यहाँ मैले खानामा विष मिसाएर खुवाएको कुरा गौरीहरूले थाहा पाएन, म बचे भन्दै त्यहाँ धर्मे चाहिँ मक्ख परेका हुन्छन्। के अब धर्मेको त्यो कालो करतुत गौरीहरूले थाहा पाउला त? यदि थाहा पायो भने अब गौरीले त्यो धर्मलाई कस्तो सजाय देला त भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्ते, जय नेपाल, बाई बाई।